रानीमा त्यो झरनाको चिसो पानी कस्तो लाग्छ तपाईँलाई हो अनि इन्डियामा सबैभन्दा मिठो त्यो झरना पानी हो ल ल त्यो यो पानी पहाडबाट झरेको पानी थापे हो यो पहाडबाट पानी झरेको बडा मिठो भित्रबाट चाहिँ फिल्टर भएर आएको पानी के एकदम मिठो पानी छ त्यो भएर पानी भिजेर सबै जिउ कपडा भिजाएर पानी थापेर यहाँ स्वादले त्यो भिजेको केही भएन अनि सबै पानी फौला थापेर ल्याएको छु पानी नभएर लुकेर बस्ने नाम कस्तो लाग्यो त एकदम राम्रो रहेछ कस्तो अँध्यारो कुनामा रहेछ कस्तो गरेर बस्नु भएको रहेछ अनि कति कष्ट भयो होला कति कष्ट भयो होला के खानु भयो होला अनि यहाँ झर्ना हेर्न आउनु छ यता जङ्गलमा पहिला त अहिले त अब बाटो बन्यो पहिला त थिएन यहाँ राम्रो आएको छैन उहाँसम्मको कहिले राम्रो आएको छैन यो अँध्यारो आउँछ क्या सानो भए मान्छेको फोटो हो मेरो त हाम्रो देखिन्छ यहाँ चाहिँ राम्रो आउँछ यता मेरो मोबाइलबाट राम्रो आएको छ त यहाँ हेर्नु न नआउनु चाहिँ यहाँ पर्ने रहेछ के मेरो मोबाइलबाट त यति राम्रो देखिएको छ त तपाईँ देखिँदै सानो नराम्रो देखिया त भइगयो नि त त्यति राम्रो आएको अनि आएको त खिच्या त हो नि सर कस्तो लाग्यो त अब पुरा एकदम रमाइलो ठाउँ रहेछ आउनु पनि ठाउँ रहेछ एकदम हो एकदम ल चौहानलाई कस्तो लाग्यो यो ठाउँ मलाई राम्रो लाग्यो अनि गुफाहरू पाण्डाहरू लुकेर बसेको ठाउँ कस्तो लाग्यो कति कष्ट गरेर बस्नु भयो त हेऱ्यौ हेरी मैले राम्रो लाग्यो अनि पानी खायो खानौ यहाँ थपेर झर्ना पानी खायो यहाँनिरको यो लहराको पानीहरू चट्टानबाट आएको पानी हो यो है एकदम इन्डियामा आएपछि यहाँ मान्छे यहाँ आउनु पन्ना आएपछि आउनु पर्ने रहेछ भन्ने चाहिँ थाहा भयो ल झर्नाको चिसो पानी ल कति मिठो लागेको